बाध्यता किन हो भन्दाखेरि तलब कम छ सुविधा र सुन्नु त्यो बाध्यता होइन बच्चा लोभ हो लोभ त्यसलाई बाध्यता भन्दैनन् त्यसो भए मन्त्रीले देश लुटेको लोभ होइन त्यो बाध्यता हो मन्त्रीको कुरा छन्नु न यार तपाईँ कर्मचारी पनि त्यही हो अब म एकछिन एक्सप्लेन गर्छु नि यदि साँच्चै भ्रष्टाचार न्यून भ्रष्टाचार चाहिँ एकदम कम गर्ने मेरो विचारमा नेपालका जति पनि सरकारी कर्मचारी हुन्छन् तिनीहरूको सेवा र सुविधा सँगसँगै तलब एकदम बढी हुनुपर्छ के छैन मेरो सुन छैन के यार तपाईँ यार सुन त्यत्रो लोकसेवा आयोग लड्छन् यार यो विषयमा के छ सेवा सुविधा पुग्ने खाले छ कि छैन हाम्रो एकदमै अहिले भर्खरको सरकारको चाहिँ कर्मचारी पाण्डे सरलाई थाहा छ के छ पाण्डे सर यस्तो अरू देशको तुलनामा त्यही भारतभित्र राष्ट्र भारतको तुलनामा हिसाब गर्ने नि त अब सेवा सुविधा धेरै न्यून छ तर के छ भन्दा यहाँ तल्लो तहको कर्मचारीको तलै छ उपल्लो तहको कर्मचारीको धेरै माथि छ समान ढङ्गले चाहिँ सेवा सुविधा छैन फरक छ यसमा जस्तै अब यही भनेपछि तल्लो लेभलको कर्मचारीले 200 रुपियाँ कमिसन खान्छ माथिल्लो लेभलकोले 2 करोड कुरो त्यही हो होइन त्यसले गर्दा के छ भने यो समयानुकूल यहाँका कर्मचारीको सेवा सुविधा अब संशोधन गरिराख्नुपर्छ मतलब सुविधा परिमार्जन गर्नुपर्छ हो कर्मचारीले किनभने उसलाई त काम लगाइन्छ नि 10 to 5 उसले चाहिँ जिन्दगी सुविधा छ कर्मचारी फेरि सिलेक्सन लोकसेवा आयोग लडेर पीएचडी गरेर सुनम तर त्यो कर्मचारी तपाईको काम गरिरहेछ भने तपाईप्रति जवाबदेही पनि हुनुपर्छ मानव तपाईको काम समयमा गरेर तपाईँ जानुभएको छ एउटा काम लिएर जानु अफिसमा जानु हो तर विभिन्न बाहना यो र त्यो बाहनामा तपाईलाई झुलायो भने त्यसले चाहिँ सजायको भागीदार पनि हुनुपर्छ तपाईलाई चाहिँ सुविधा पनि यो कुरामा चाहिँ जनता चाहिँ सचेत हुनु पर्यो मलाई कर्मचारीले झुलायो कि म सम्बन्धित निकायमा गएर आवाज दिन्छु तपाईको काम जाँदा बित्तिकै काम पनि होस् के यो र त्यो बाहनामा चाहिँ जनताले झुलाउनु पाइदैन र त्यसलाई चाहिँ पुरस्कार र दण्डको सुविधा हुनुपर्छ र राम्रो काम गरेलाई पुरस्कार र कर्मचारीको सेवा सुविधा र तलब बढियो अर्थमा हुनुपर्छ यदि साँच्ची कर्मचारीको तलब सेवा र सुविधा एकदमै राम्रो भयो भने नि उनीहरूले चाहिँ भ्रष्टाचार कम गर्छ अथवा गर्दैन र यदि त्यो तलब र सुविधा र तलब सेवा र सुविधा बढी बढाउनुको साथसाथै कर्मचारी माथि चाहिँ एकदमै कडाभन्दा कडा नियम बनाउने र त्यो लागू हुन्छ अहिले तलब कम छ सुविधा कम छ र त्यही कर्मचारीमाथि चाहिँ कडाभन्दा कडा नियम बनाएर लागू गर्न पनि सरकार सक्दैन यदि साँच्चै तलब सेवा र सुविधा एकदमै हाई दिएर कर्मचारी हो नि त बढी नेताभन्दा बढी खटिने उनीहरू नि त तिनीहरूले बढी सेवा र सुविधा दिन नियम बढी लागू गर्ने हो नि त अटोमेटिक भ्रष्टाचार मेरो बुझाइमा त्यो कम हुन्छ मेरो बुझाइमा है मेरो हुन्छ र कम यो अर्थमा हुन्छ साँच्चीकै त्यहाँ चाहिँ नियम चाहिँ कडा हुनु पर्यो त्यो लागू हुन्छ मैले बुझेँ त्यसरी जो माननीय जी तपाईको समय सकिएको छ खटेर जो बढी खटिन्छ उसको लागि तलब राम्रो हुनपर्छ भन्ने सोच भएको भए सबभन्दा धेरै खटिने भने किसान होइन अब काम गर्ने लेबर होइन खटिने त उनी पनि हो नि त कर्मचारी त दिनभरि एसीमा बसेर साइन मात्रै गर्ने हो खटिने होइन सुन यो सबै जुनसुकै कारोबार हुन्छ नि हाम्रो पाण्डे सर हामी कुनै के अरे कुनै वडामा गएर हाम्रो कर तिर्न जान्छन् डिजिटल हुनु पऱ्यो क्या हामी कति दिन कति लियो हुन्छ नि एउटा डिजिटल रूपमा लानु पऱ्यो क्या त्यो पैसा उसले अन्डर टेबल लिन नपाओस् के सबै निकायमा जाओस् अब चाहिँ हुन त अब बिस्तारै डिजिटल हुनुपर्छ क्या डिजिटल गएको छ अब हुनुपर्छ जस्तै तपाईँ अब यातायातमा जानुहोस् तपाईँ स्वयं भौतिक रूपमा उपस्थित हुन जरुरी छैन अब चाहिँ तपाईँले घरै बसेर चाहिँ ट्याक्स चाहिँ तिर्न सक्ने वातावरण हुनु पर्यो जब तपाईँ घरै बसेर ट्याक्स तिर्नु तब सब भ्रष्टाचार त्यहाँनिर हुन्छ जब तपाईँले आफ्नै उसबाट चाहिँ मोबाइलबाट यहाँबाट चाहिँ घरबाट तिर्ने व्यवस्था भयो भने त त्यहाँ त पाउँदैन चाहिँ जुन भ्रष्टाचारको पैसा छ नि यो दायाँ बायाँ गएन भने कर्मचारीले आफै आफ्नो तलब राम्रो पाउँछ क्या होइन लेबरले आफ्नो ध्यान राम्रोसँग पाउँछ क्या यही भ्रष्टाचारको पैसा भ्रष्टाचार भन्दा जुन हाम्रो ट्याक्स तिरेको पैसा त्यो भ्रष्टाचारमा गएन भने त्यो पैसा त सबै आउने हामीलाई त हो नि सरकारी कर्मचारीले राम्रो जागिर राम्रो तलब पाउँछ
होइन सेवा सुविधा राम्रो पाउँछ। घुस जाने भनेको त तपाईँको कमाइको तपाईँको श्रमको पैसा त्यहाँ जाने हो। तपाईँले अब कर्मचारीलाई अनुचित काम गरे बापत चाहिँ खुवाउने हो। तर घुस दिनु भनेको तपाईँको पनि गल्ती हो, कर्मचारीको गल्ती हो। दिने र लिने दुवै चाहिँ दोषी हो। पृथ्वीनारायण शाहको भनाइ छ नि के रे, घुस लिने र दिने दुवै देशका अपराधी हुन्। लिने भन्नेलाई पनि दिनेलाई दोषी मान्छ। दोषी मान्छ। दिनेले नदिएसम्म लिनेले कसरी लिन्छ? नदिनुहोस्, मैले दिन्न, उहाँले दिनु न, उहाँले नदिएपछि अनि उसले काम गर्न बाध्य हुँदैन? बाध्य हुन्छ नि। तपाईँ हामीले उचाल्छौँ, ल मेरो तपाईँ हामीले दिन्छौँ क्या। जनता गल्ती हो यसमा के हो भने मेन कुरा एउटा जनता मैले भनेको पहिलो कुरा जनता पैसा छ दोस्रो कुरा चाहिँ छिटो गराउन चाहनुहुन्छ। तपाईँले 2-4 रुपियाँ बढी दिनुहुन्छ, तपाईँ काम छिटो हुन्छ। र हामी अनुचित ढङ्गले काम गराउन खोज्छौँ क्या, नियमभन्दा बाहिर गएर काम गराउन खोज्छौँ। अनि उनीहरूले चाहिँ त्यहाँनिर ब्ल्याकमेलिङ गर्छन्, मोलमलाई गर्छन्। पैसा हो सबैलाई आवश्यक हुन्छ, देशी नलिने त पुरै हुन्न। गल्ती छ, हामीले घुस खानुमा हाम्रो पनि त्यो कमजोरी छ। धेरै महत्त्व भयो। किनभने तपाईँले सही काम लिएर जानुहोस्, उसले त्यो बेला काम गरेन भने त्यति बेला उसलाई कारवाही गर्ने चाहिँ अब होइन, यो चाहिँ सही कुरा हो क्या पाण्डे सर। मैले अस्ति नै के भयो भन्दा बुटोलमा ठ्याक्कै हस्पिटल लाइननिर एउटा अङ्कितको त्यो साइलेन्सर भटट्ट पारे रहेछ, बाइक समात्यो होइन। त्यसपछि के भयो त भन्दाखेरि ट्राफिक सिन म गएँ, उसले त सिस्टमै भनेको थियो आऊ अब त्यहाँ डकुमेन्ट लिएर आऊ, इलाकामा आऊ भनौँ। म एकछिन पछि लागेँ, उसले रिक्वेस्ट गरौँ मलाई दाइ निकालिदिनुहोस् भन, गएँ ट्राफिक यसो कुरा गरेको सर यसो मिलाम भनेको, यसो साइडतिर आऊ, धेरै त होइन, यसो भोलि घर जाने हो, तेल खर्च यसो 1000 रुपियाँ जति फलफुलवालालाई दिनु न, मलाई चाहिँ नदिनु, ठ्याक्क फलफुलवालालाई दियो, चाँपी हातमा आऊ हुन्थ्यो। मैले नदिएको भए कहाँबाट लिन्थ्यो र त्यो पनि हो हाम्रो गल्ती हाम्रो हो के, हामीले अनुचित काम गरेर लगाउँछौँ के, उनीहरूलाई बाध्य पार्छौँ। अनुचित कामको लागि बाध्य पार्छौँ। दुईटा गल्ती भयो, एउटा अनावश्यकमा गाडी बटार्यो होइन, एउटा चाहिँ त्यो गाडी बटार्नलाई तिमीले प्रोत्साहन गरेको उसलाई प्रोत्साहन भयो नि त। प्रोत्साहन भयो। तिमीले 1000 रुपियाँ दियो भने अर्कोले किन दिन्न? जनता सचेत भयो भने त घुस दिँदैन। मेन समस्या भनेको जनता चाहिँ इमान्दारिता भयो, जनताले चाहिँ तपाईँ हामीले अब गाडीलाई सही ढङ्गले सही दुरुस्त ढङ्गले चलायौँ भने तपाईँ हाम्रो त्यहाँनिर कमजोरी हुँदैन। हेर्नुहोस् र तपाईँ यहाँ अहिले चाहिँ ट्राफिक दाजु नमस्ते। ट्राफिक प्रहरीले धेरै चाहिँ यिनी माइक सिटरवाली हटाइदिइरहेको छ दिनहरू, किनभने उनीहरूले के अरे त सिट पासभन्दा बढी चाहिँ उनीहरूले सिट राखिरहेको हुन्छ दाजु। 5वटा सिटको पास छ, त्यहाँ चाहिँ रुममा 10वटा सिट आइरहेको हजुर, त्यस्तो गल्ली गल्लीमा सिटहरू थुप्रै छुट्टै थपिरहेको रहेछ क्या उनीहरूले चाहिँ। हो अहिले त्यो हटाइरहेको छ, त्यो चाहिँ एकदम राम्रो काम। किनभने पहिलो कुरा त गाडीको त क्षमताभन्दा बढी पहाडीबाट त्यो गाडी चल्ने हो। त्यो 5 जना बोक्नु ठाउँमा 10 जना बोक्यो भने अनि त्यसले धान्न सक्छ त? धान्न सक्दैन नि त गाडी। लोभ मान्छेलाई लोभ, त्यही लोभको कारणले एक्सिडेन्ट हुने हो क्या त्यहाँ चाहिँ। अहिले पहिलो कुरा त्यो हुन्छ। अर्को कुरा भोलि एक्सिडेन्ट भयो भने बिमा दाबी हुँदैन फेरि, किनभने 5 जना मात्रै दाबी हुन्छ त्यहाँनिर, बाँकी 5 जनाको त्यहाँ बिमा दाबी हुन सक्दैन। किनभने उसले पनि हेर्छ नि कतिवटा सिट भनेर हेर्छ नि, 5 जना त्यही त अवैध उन्तिन्छ चाहिँ सिटहरू त चाहिँ। त्यसले गर्दा तपाईँ हामीले पनि जोखिम बढाएका छौँ यस्ता अनावश्यक क्रियाकलापहरूमा चाहिँ। त्यही भएर जनता जागरुक हुनुपर्छ। घुस कर्मचारीले चाहिँ खान्छ भन्छौँ, हामीले आफै दिएका हौँ किन गलत काम हामी गर्छौँ अनि उनीहरूलाई घुस खान प्रोत्साहन गरिरहेको तपाईँ नदिनुहोस्, म दिन्न, अर्को दिन्न, अनि उसले जबरजस्ती घुस त माग्दैन। हाटमा आएर मलाई जबरजस्ती कसैले नदिउँ न, अनि मान्छेलाई 15,000 कमाइनी पुगेकै छ, 50 लाख कमाइनी पुगेको छैन। नियम अनुसारले काम गरेर त्यति बेला कारवाही गर्न तपाईँ भन्न सक्नुहुन्छ, कार्यालय प्रमुख कहाँ जान सक्नुहुन्छ। सञ्चार माध्यमहरू छ अहिले त तपाईँको डिजिटल उठाएनुहोस्, तपाईँले मलाई यसरी पैसा माग्यो भने चाहिँ मेरो यस्तो काम हुँदा हुँदै भने त्यसले काम गरेर तपाईँ घुँडा धसेर काम गर्न बाध्य हुन्छ। अर्को कुरा हुन्छ नि, मान्छे चाहिँ जाँदा पनि एकैछिन धैर्य गर्न सक्ने हामीसँग छैन। अर्को कुरा मलाई के लाग्छ, पैसै पाएर काम छिटो गर्नु पर्छ। र मधेसमा एउटा के छ अरे भन्नुहुन्छ भने मधेसमा एउटा चाहिँ जबसम्म तपाईँ नागरिकता बनाउनु जानुभयो, यदि तपाईँले पैसा खुवाउनु भएन भने त्यो काम गरेको तपाईँलाई मजा आउँदैन अरे कि, यसले गलत गरेको छ कि कतै चाहिँ मेरो काम राम्रोसँग गरिरहेको छैन कि भन्ने त्यस्तो फिलिङ हुन्छ अरे कि मधेसका जनताहरूलाई। उनले जबसम्म पैसा खुवाएर काम गर्दैनन् नि, उसले राम्रोसँग गरे रहेछ भने पनि उनीहरूलाई त्यो एकदमै मनमा चाहिँ संस्कार भइरहेको छ अरे, ए यो मेरो काम कतै केही बिगारेको छ कि यसो गरेको छ कि उसो गरेको छ, मैले केही दिएको छैन, यसले मेरो राम्रो काम गरिरहेको छैन भन्ने उनीहरूलाई त्यो सधैँभरि खड्किरहेको छ अरे। किनभने त्यहाँ त्यस्तै खालको हेबिट छ त, पहिलेदेखि नै हेबिट छ त, पैसा नखाइ काम नगर्ने हेबिट छ। त्यसले गर्दा मधेसमा चाहिँ सबभन्दा बढी घुस पाउने गलत धन्दा हुने भनेको मधेसमा। हिजोबाट एसएससी परीक्षा सुरु भयो,
हिजो चिट चोरेको माथि घरका छतमा गएर यस्तो बरान्डाहरूमा गएर चिट चोरेको हालिरहेको थियो बेथिति सबभन्दा बढी बिक्री मधेसमा छ किन त्यहाँ चेतना कम छ त्यहाँका जनताहरू चेतना कम छैनन् के अब चिट चोरेर पास भएर त्यो मान्छेले के प्रगति गर्ने अर्को कुरा त्यसको दिमागले के लेख्छ चाहिँ अर्को कुरा मलाई के लाग्छ जनशक्ति उत्पादन भएर यो देशको लागि के फाइदा हुन्छ चिट चोरेर पास फाइदा हुन्छ र मान्छे चाहिँ अर्को तपाईँले चाहिँ अब मोटरसाइकल चलाउन सक्नुहुन्न पैसा खुवाएर मोटरसाइकल चलाउने लाइसेन्स लिएर तपाईँले उल्टो उसैको ज्यान जान्छ त्यसले गर्दा यस्ता गलत काम गर्न हामी आफै प्रोत्साहित दिनु हुँदैन हामी जब शान्त गरिँदैन र हामीले अरूलाई दोष हिसाबले चाहिँ मैले बुझेअनुसार चाहिँ कर्मचारीको जति हुनुपर्ने हो त्यो सेवा सुविधा र तलब मलाई लाग्छ होइन अब कर्मचारीको सेवा सुविधा त समय देश अनुसार देशमा उठेको राजस्व यहाँका सबै कुराहरू अनुसारले त्यो अब बढाउनुपर्छ बढ्छ पनि एकैचोटि ढेर दिने भन्ने कस्तो हिसाबले गर्ने भयो त कर्मचारीको मात्रै तिमीले कर्मचारीको मात्रै हेऱ्यौ के किसानले हेर न होइन त्यो मैले किन हेर किसानलाई नगर्ने किसानले के होइन किसान अब अहिले तिमीले कर्मचारीलाई मात्रै गर्ने हो कि अब सरकारी हस्पिटलमा जानु जनताले सेवा पाएको छैन अब कमसेकम कर्मचारीले कर्मचारीले कमसेकम थोरै धेरै डक्टरहरूले चाहिँ के गर्छ पाएको छ के होइन सरकारी कर्मचारीले थोरै धेरै भए पनि तलब चाहिँ पाएन नि त तर तलब चाहिँ कर्मचारीको तलब पनि अड्के कि सबै सिस्टममा गएर चाहिँ मैले अर्को कुरा यो यस्तो छ अर्थमा मैले किन भनेको तपाईँको जस्तै किसानले राम्रोसँग उत्पादन गरेछ र किसानको चाहिँ बजार राम्रोसँग पाएको छ भनेर तपाईँले सहज ढङ्गले उत्पादन भएको चिज चाहिँ सुपथ मूल्यमा पाउनुहुन्छ भने त्यो कर्मचारीको तलबले पनि त्यहाँ काम गर्छ गरेन त पाण्डे सर हरेक चिज महँगी भएर न हो त्यहाँ सबभन्दा देशको आर्थिक भन्छ नि एउटा पिलर हुन्छ नि पिलर मेन रूपमा गन्ने हो भने सब यो तल लेभलका मान्छे छ नि किसान होइन अनि यो मजदुरी होइन इन्डस्ट्रीमा काम किन गर्ने हामीले चाइनामा हेर्नुहोस् चाइनाको माल सस्तो छ भन्छौँ नि खास किन भन्दाखेरि त्यहाँ तपाईँको चाहिँ लेबर कस्ट कम छ के लेबर कस्ट कम छ र तिनीहरूले तपाईँको थोरै समय धेरै चिज उत्पादन गर्छ त्यहाँ के छ भन्दाखेरि त्यो एजुकेसनै प्र्याक्टिकल बेसको छ कि त्यहाँ स्टुडेन्टले प्र्याक्टिकल गर्दा गर्दै प्रोडक्सन गरिरहेको हुन्छ त अनि एउटा कुरा चाहिँ के मैले यो अर्थमा किन भनेको भन्दाखेरि जिएम सर मैले मानिसले डक्टर पढेँ मान्छेले डक्टर पढेँ के छ खबर यहाँ खरो बहस चलिरहेको कर्मचारीहरू चाहिँ नेपालमा बन्न किन चाहँदैनन् सेनाले चाहिँ राजीनामा दिएर चाहिँ प्रदेश गइरहेको छ नेपाली सेना यही बेथितिको अन्त्यको लागि तपाईँ हामी जागरुक हुनुपर्छ जाग्न जरुरी छ प्रहरी चाहिँ उहाँ गइरहेको छ सरकारी चाहिँ नर्सहरू पनि विदेश हिँडिरहेको छ यो तलबले नपुगेर होइन बड्डा सुन अब म एकछिन एक्सप्लेन गर्छु मलाई थोरै समय होइन अब यही बेथिति अन्त्य जबसम्म बेथिति अन्त्य त यो त यो कुराको जर निस्किन्छ कि पानी अब म भन्छु अनि यो चिज के हो भन्दाखेरि यो चिज मान्छेले जस्तै मैले आज म डक्टर बने म आज म इन्जिनियर बने अथवा म चाहिँ आज चाहिँ एउटा नेपाली सेना बने म आज चाहिँ एउटा म सशस्त्र प्रहरी बने नेपालको एउटा चाहिँ सचिव बने खरदार बने तर मैले भन्दा सायद कम पढेको नेपाल विदेश गएको मान्छेले धेरै सम्पत्ति कमायो त्यसले ठुलो घर बनायो त्यसले राम्रो ठाउँमा जग्गा किन्यो त्यसबाट छोराछोरीले राम्रो स्कुलमा राम्रो उपचार पायो तर मैले चाहिँ नेपालको सरकारी तलब खाएर नेपालको एउटा सरकारी कर्मचारी भएर एउटा विदेश गएर कमाएको मान्छेले सरमूल जीवनशैली जिउन सकेन अब एकछिन है यो किन सकिएन भन्दाखेरि नेपालको महँगी सुन्नु त्यो महँगी किन भयो भन न किन भयो म भन्दैछु नेपालको महँगी तर एक हिसाबले यो हो दरो बहस खरो बहस जब आज फेरि मान्छेको सबैभन्दा बढी खर्च भएको भनेको शिक्षा र स्वास्थ्यमा यदि साँच्चीकै नेपाल सरकारले प्रत्येक नागरिकको बालबच्चाले चाहे डक्टर पढोस् चाहे इन्जिनियर पढोस् चाहे पाइलट पढोस् यदि फ्री र जस्तोसुकै रोग लाए तापनि क्यान्सरै लागोस् चाहे जुनसुकै रोग लाए पनि यति जेट बरु कर बढी लिएर बिमा बढी बनाएर यति जेट चाहिँ स्वास्थ्य र शिक्षामा मात्रै फ्री गर्ने मान्छेले 15,000 पुग्छ मान्छेको 20,000ले पनि यसको जर भनेको है तर नेपाल सरकारले यो कदम चालिदियो भने यहाँका कर्मचारीहरू रोकिन्छन् नेपालका सरकारी चाहिँ कर्मचारीहरू रोकिन्छन् त्यो तलब मात्रै ठुलो कुरा होइन क्या बड्डा यार त्यो तलबै मात्रै ठुलो कुरा होइन कि यहाँ जरैबाट जानु पर्यो यहाँ त प्रत्येक जग्गामा लिनेट छ त बड्डा बुझ्यौ अब तिमी यहाँ 1 लाख रुपियाँ कमाएर आएको अब जापान हिँड्छु भन्छ किन पैसा ठुलो होइन हो सुन मैले त्यो उदाहरण भन्छु जीवनशैली ठुलो होइन तिम्रो
सुन के जतिसुकै खोक्रो कुरा गरे पनि लास्टमा मान्छे पैसै ठुलो हो के त्यही त भने तिमीले भन्छ अब कर्मचारीलाई मात्रै तिमीले फोकस गरे के किन यहाँ समानान्तर जीवनशैली भएन समानान्तर जीवनशैली चाहिँ मान्छे सन्तुष्टि कति बेला हुन्थ्यो भन्दाखेरि यदि मेरो छोराले पनि भोलि उसको उसले डक्टर इन्जिनियर पाइलट पढ्छु भन्दै गर्दाखेरि उसको क्षमता अनुसार साँच्चीकै नेपाल सरकारले त फ्री गरिदिन्थ्यो भने मान्छे तर भोलि मेरो छोरा ट्यालेन्ट छ भोलि मेरो छोराले पढ्न सक्छ तर पैसै छैन भने मेरो छोरा चाहिँ राम्रो पाउन्न यस्तो हो कि सबैभन्दा मेन चिज चाहिँ नेपालीको चेतना परिवर्तन गर्नुपर्छ यदि सबै सुविधा दियो भने नेपाली यस्तो जातो सुतेर खान्छ शिक्षा र स्वास्थ्य फ्री गरिदिन पर्छ मान्छे कामै गर्दैन के नेपाली त्यो किसिमको सोच भएको मान्छे हो कमसेकम त्यसैकै लागि पनि बाध्य भएर काम त गरेको छ मान्छेले यो हो के यसको मेन यसको जर केमा हुन्छ भने हो कि होइन मेन प्रत्यक्ष कार्यकारी व्यवस्था संसदीय व्यवस्थाले कार्यकारी प्रत्यक्ष कार्यकारी व्यवस्था र चाहिँ विदेश जान देशमा यो आउनु भनेको कता कता विप्लव आयो नि यार स्वास्थ्य र शिक्षामा निःशुल्क जेसुकै पढु जस्तोसुकै रोग संवैधानिक राजतन्त्र निःशुल्क भयो भने मान्छे स्वास्थ्य र शिक्षामा मात्रै निःशुल्क भयो भने भोलि मान्छेले 15,000ले पनि 20,000ले पनि मान्छेले राम्रो जीवनशैली जिउन सक्छ मान्छेले त खानेर बस्नु त हो त्यसपछि तर भोलि मेरो परिवारले रोग लाग्यो भने चाहिँ भोलि उपचार गर्न सक्दिनँ कि भन्ने तनाव र अर्को कुरा के छ भन्दाखेरि यदि साँच्चीकै नेपालका जति पनि सरकारी कार्यालयहरूलाई चाहिँ बलियो बनाउनको लागि प्राइभेट जति पनि प्रणालीहरू छ त्यसले खारेज गर्नुपर्छ प्रणाली हस्पिटल खारेज गर्नुपर्छ प्राइभेट त्यो राजतन्त्र चाहियो राम्रो बनाउनुहोस् तपाईँले सरकारी तिनीहरूले नखानी तिनीको छोराछोरी अस्ट्रेलिया अमेरिका पढाउनमा जानु लाने त्यो सरकारी हस्पिटल खोलेकोले डक्टरले होइन हो त्यही त नि सरकारी हस्पिटलमा किन खोल्यो त उसले चाहिँ के भयो सरकारी हस्पिटल डेभलप क्याम्प होइन त्यसमा घुसखोरी भयो के बड्डा त सरकारी हस्पिटलमा हस्पिटल त छ भन्ने छ जति पनि साँच्चीकै प्राइभेट जति पनि प्राइभेट चाहिने मिसिनै छ नि त त्यो हस्पिटल खोलेर मात्रै हुन्छ त्यसमा त मिसिनले किन्ने पैसा त सबै भ्रष्टाचार गरेर खाए त प्राइभेट स्कुल र गाउँमा त्यत्रा छन् हस्पिटल है त्यसमा डक्टर छ नि त घुमा नि राति एम्बुलेन्स हालेर गाउँमा बन्द गरेर सबैलाई सरकारी लेभलले एउटा राम्रो दिनुपर्छ कि त्यहाँ हो भनेकै त्यही छु प्राइभेट स्कुल कि सबै प्राइभेट भयो कम्पिटिसनमा जाँदा सस्तो र राम्रो हुन्छ के अरे होइन हो कि सबै सरकारी हुनु पर्यो त्यो पनि हो त्यही लुम्बिनी अञ्चल अस्पतालमा जानु त्यो लुम्बिनी अञ्चल अस्पतालमा राम्रो हो प्राइभेटमा राम्रो हुन्छ त्यही डक्टर लुम्बिनीमा गएर चाहिँ उसले राम्रो चाहिँ एउटा प्यासनमा एउटा बिरामीले राम्रो ब्रिथिङ गर्दैन तर त्यही डक्टरले बाहिर चाहिँ एउटा अस्पतालमा गएर 500 रुपियाँ चार्ज दियो भने राम्रो ब्रिथिङ गर्छ त्यही तर यो किन भने यदि साँच्चै उसको प्राइभेट त्यो अप्सनै नदिने भने प्राइभेट स्कुल र प्राइभेट अस्पतालबाट सबै टोटल्ली बन्द गर्ने र जति पनि सरकारी कर्मचारी छ र सरकारी कार्यालयहरू छ त्यसले प्राथमिकता दियो भने देश परिवर्तन अवश्य हुन्छ 100%। तर बढी व्यापार केमा भएको छ भन्दा अहिले शिक्षा र स्वास्थ्यमै शिक्षा र स्वास्थ्यमा शिक्षा र स्वास्थ्य फ्री र शिक्षा र स्वास्थ्यको जति पनि प्रणालीहरू सब खारेज यो चिज गर्ने भने हो बरु शिक्षा फ्री गर्ने एकैचोटि जापान कोरिया जाने बेला ठोक्ने नि त इन्स्टिच्युटबाट होइन 50-60 लाख पाण्डे सर र अर्को कुरा त्यसपछि त्यो सँगसँगै चाहिँ जति पनि वैदेशिक रोजगार छ त्यसले टोटल्ली बन्द त्यो गर्ने देश आफै भन्छ त विदेशमा विदेशमा गरेको थियो देश त जमाना बनेको हो नेपाल भन्ने होइन हामीले अन्य देशसँग चाहिँ प्रतिस्पर्धा गर्ने केले अरू देश जस्तै हामी पनि विज्ञानमा प्रतिस्पर्धा गर्न सक्छौँ विज्ञान नयाँ विज्ञान सम्बन्धी आविष्कार गर्ने कसले शिक्षित मान्छेले भौतिक मान्छेले जब सिप भएको मान्छे श्रम गर्न सक्ने मान्छे आइडिया भएको मान्छे चाहिँ सबै विदेश लगाएपछि चाहिँ आविष्कार गर्छ कसले उद्योग खोल्छ कसले उद्योग चलाउँछ कसले आज इक्जाम्पल उदाहरणकै लागि भने उत्तर कोरिया चाहिँ एक हिसाबले हेर्न तानाशाही होला तर